प्रिय पात्र, निकै असह्य छ यो आफूसँगको युद्ध। के म जित्न सक्छु म भित्रको राक्षसलाई, जसले बिस्तारै बिस्तारै मलाई सित्याउँदैछ? यो कस्तो जन्जिरमा बाँधिए म? यो कस्तो महामारीबाट सङ्क्रमित भएँ म? हेर, यति कमजोर भइसके आफ्नै ज्यान सम्हाल्न गाह्रो हुन्छ। बेला बखत खै केले ऐठ्याउँछ, म निस्सासिए झैँ हुन्छ। खै केले गलाउँछ, हात खुट्टा थरथर काँपेर एक कदम पनि चल्न मुस्किल हुन्छ। लाग्छ मैले आफैलाई भुलिसकेँ, फेरि सम्झन पुग्छु, ओहो म यति कमजोर कसरी हुन पुगेँ? के छ त्यस्तो मभित्र जो मेरै विरुद्धमा छ? मलाई मुक्त हुनु छ यो सकसबाट, यो पीडाबाट। म कति प्रयास गर्छु, कति लड्छु, तर खै किन म भित्रको यो राक्षस मैमाथि हावी हुन्छ। सम्झन्छु सानोमा पढेका दन्ते कथाहरू, जहाँ राजकुमारले आएर राजकुमारीलाई बचाउँछ। म त एक सामान्य मान्छे, बाँचेर पनि के गर्नु? एउटा दन्ते कथामा राजकुमारले चुमेर राजकुमारीलाई 100 वर्षको निद्राबाट बिउजाएको थियो। म चाहन्छु तिमी मलाई चुमेर 100 वर्षको निद्रामा पुगाइदेऊ। कति सुकुन हुन्छ होला जब म यो व्यथाबाट मुक्त हुनेछु। न मलाई सकस हुनेछ, न पीडा। मलाई बिहान भएको पटक्कै मन पर्दैन। लाग्छ सधैँ राति मात्र भइरहोस्। म बिस्तारामा ननिदाए पनि पल्टिरहँ जब बिहान हुन्छ, अनि बिस्ताराबाट उठेर आफैसँगको सङ्घर्ष सुरु हुन्छ। मेरो लागि एक दिन 100 वर्ष बराबर हुन पुग्छ। मेरो लागि एक कदम कहिलेकाहीँ 100 कदम बराबर भइदिन्छ। कतिखेर अचेत हुन पुग्छु थाहा छैन, कतिखेर होसमा रहन्छु त्यो पनि थाहा हुन्न। आफैले आफैलाई पीडा दिनुपर्छ, आफ्नै पीडाबाट मुक्त हुन्छ। काश तिमी बुझ्न सक्थ्यौ, मलाई महसुस गर्न सक्थ्यौ, मेरो काँपिरहेको हात समातेर मलाई आँट दिन सक्थ्यौ, तर नजरअन्दाज गर्छौ। तिमीलाई केही होइन जस्तो लाग्छ। बारम्बार सुनिरहेको सल्लाह सुझाव दिन थाल्छौ। मैले नजानेको हो र, नबुझेको हो र, नलडेको पनि हो र, तर पनि म कमजोर हुन पुग्छु। बाँच्ने चाहना नभएको होइन, तर मृत्युको कामना गरिरहन्छु। काश देखिन सक्ने रोग भएको भए हुन्थ्यो। कमसेकम मेरो सङ्घर्ष देखिने त हुन्थ्यो। के भएको छ भनेर सोद्धा यो भन्न त सकिन्थ्यो। यहाँ त म न कसैलाई केही बताउन सक्छु, न बुझाउन सक्छु, न देखाउन। एक अदृश्य कैद खानामा छु। यसको चाबी कहाँ छ थाहा छैन। म निस्कनु कसरी कुनै उपाय जान्दिनँ। यो के भइरहेको छ मलाई? सायद भित्रैबाट सित्तिँदै म खतम हुनेछु। मुस्कुराउँदै मुस्कुराउँदै सधैँको लागि आँखा बन्द गर्नेछु। काश एकपटक अँगाल्न पाउँथे तिमीलाई, जो मेरो त्यो ओठ सदाको लागि निदाउन सक्थे।